हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो यो छोटो मिनी ब्लगमा है। आज चाहिँ मलाई अलि के भन्न मन लागेर अहिलेको अवस्था कस्तो छ भने अहिले चुनावी माहौल छ है। सबैको घर दैलोमा भोट माग्दै हिँडिरहेको होला कतिपय मानिसहरू है। म त के भन्न चाहन्छु भने है, योचोटिको चुनावमा चाहिँ हाम्रोलाई भन्दा नि राम्रोलाई दिउँ होइन सबैजनाले। अब हिजो अस्तिको दिनहरूमा होइन हामीले हाम्रोलाई दिएकै हो है, नदिएको पनि होइन, दिएकै हो, दिएर पनि अहिलेसम्म गर्नु चाहिँ कसैले पनि केही गरेको छैन होइन। अब योचोटिको चुनावमा चाहिँ हाम्रोलाई भन्दा नि राम्रोलाई दिउँ न होइन, खै केही गरिहाल्छ कि होइन। अलि राम्रोलाई अलि आफूले चुनेर है त्यसरी सपोर्ट गर्नु होला। म चाहिँ यति भन्न चाहन्छु। अब सबैजनाले अलिक ध्यानपूर्वक होइन यसपछिको चुनावी माहौलमा अब कसलाई दिनुपर्ने है, हाम्रोलाई भन्दा नि त्यही राम्रोलाई दिँदा बेस मेरो सिद्धान्त अनुसार त है। अब यस्तै हो, तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन। अब मेरो भनाइ चाहिँ यही नै हो, किनकि अब आउने दिनहरूमा चाहिँ केही परिवर्तन गर्लान् कि भन्ने आश छ। यदि अब आश हुँदाहुँदै पनि अब यति गर्दा पनि गरेन भने त अब त्यो भगवान् जानु न होइन, त्यो हामीले भन्नु केही छैन। तर चाहिँ यसो अहिले चाहिँ गर्ला नै भन्ने छ है, जो आए पनि होइन। किनकि देशको अवस्था नै त्यस्तै छ, नाजुक छ होइन। सबैले बुझेकै होला होइन। देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइहरूले नि सपोर्ट गर्नु नै भएको छ होइन। यसरी नै माया देखाइदिनु होला सबैलाई। म चाहिँ यति नै भन्छु होइन। मेरो यो सानो भ्लगमा रोड क्रस गर्दैछु। सो गाइस, अब जिन्दगी भनेको 2 दिनको हो, जिन्दगी भनेको 2 दिनको, आज छ भोलि छैन। अहिले म हिँडिरहेको छु होइन, मलाई 81 केही भइदिएला होइन। त्यही त हो त जिन्दगी भनेको। पछि के हुने हो थाहा हुँदैन कसैलाई पनि। अहिले चाहिँ जे छ त्यसमै खुसी रहौँ सबैजना होइन। कसैको रिस डाहा गरेर पनि कुनै हुनेवाला छैन, केही हुनेवाला पनि छैन होइन, केही भएको पनि छैन। त्यही हो मेरो भनाइ त। अब मैले भन्ने कुरा त्यति नै भनेको होइन। अब के भनौँ, अब मनमा आफूलाई लागेको प्रतिक्रिया मेरो यो होइन मिनी भ्लगको कमेन्ट बक्समा सबैले कमेन्ट गरिदिनु होला। आफूलाई के लाग्छ सबैले प्रतिक्रिया दिनु होला होइन। म चाहिँ यति नै भन्न चाहन्छु। यदि मन पऱ्यो सबैले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला भन्न चाहन्छु होइन। हस् त, बाई बाई, सबैजनालाई टेक केयर होइन।